दोस्रो विश्वयुद्धपछिको युगलाई अमेरिकी युग भनिन्छ हैन, डलरको युग हैन। अब अहिले के भइरहेछ भन्देखि चाहिँ नि त्यसको स्खलन भइरहेछ अहिले हैन। डलरको चाहिँ नि वर्षौं त्यति चलिरहेको छैन हैन। डिडलराइजेसन पनि गइसक्यो, अरू राष्ट्रहरू पनि आइसके शक्तिशाली, चीन, रुस हैन, इरानै भनौँ हैन। अब उत्तर कोरियालाई छुट्न सकेको छैन अमेरिकनले है। मलाई के भने तपाईँ अहिलेदेखि नै चाहिने यस्तो नेगेटिभ यस्तो चाहिँ उ गर्ने भने मैले पनि नेगेटिभ सिक्ने होइन। हाम्रो काम त म जस्ता मान्छेको काम, तपाईँ जस्तो पत्रकारको काम त अहिलेदेखि नै सचेत गराउने, औँला ठडाउने हो कि होइन। हामीले औँला ठडाएन भने के यिनको पार्टीभित्रबाट कसैले ठडाउँछ भन्नु भयो तपाईँले। र यो अहिले दुलोमा लुक्नु पुगेका चाहिँ यो हारेका पार्टीहरूले उठाउला नि, तिनीमा त नैतिक बोलै छैन अहिले। किन जनताले त त्यसलाई चाहिँ नि कुचोले बढाएर पठा जस्तो भइसक्यो हो कि होइन। अब यहाँ त्यो पनि थप्नुपर्छ। काङ्ग्रेस एमाले भित्र होइन अब के हुन्छ त, नयाँ नेतृत्व उनले ल्याउन सक्छन् विधिवत रूपमा, नयाँ हिसाबले त्यहाँ चाहिँ पुनर्गठन गरेर त्यहाँ एउटा पुनर्व्याख्या आफ्नो चाहिँ राजनीति के हो कसो हो हामी कहाँ बिरायौँ भन्ने हेरेर उसले पार्टीले आफूलाई चाहिँ रिइन्भेन्ट गर्न सक्छ कि सक्दैन। गर्यो भने त्यसको भविष्य छ होइन। जस्तै भारतमा पनि त भाजपाको त एकचोटि जम्मा 3 सिट थियो, त्यत्रो 500 कति 40 को पार्लियामेन्टमा हो कि होइन। तर अहिले त त्यत्रो बहुमत लिएर आएछ किनभने उसले पार्टीलाई बलियो बनाउन, पार्टी सिद्धान्त इत्यादि चाहिँ नि कसरी ठिक पार्नुपर्छ भनेर गरेका हुन् उनले काम। हाम्रो काङ्ग्रेस एमाले त गर्छ, त्यो पनि ले यो सरकार सफल हुन्छ कि हुन्न यो राष्ट्रपति सरकार भन्ने